नेपाल आज जस्तो छ त्यो किन छ? के यसको कारण राजनीति हो? के यसको कारण भ्रष्टाचार हो? के यसको कारण अस्थिर सरकार हो? के यसको कारण अर्थतन्त्र हो? वा के यसको कारण हामीले कहिल्यै नसोचेको एउटा विशाल हिमालय हो? सायद नेपालको कथा हजारौं वर्ष अघि नै सुरु भएको थियो। एउटा विशाल पहाडसँग, एउटा विशाल हिमालयसँग। यही हिमालयले नेपाललाई कहिल्यै उपनिवेश बन्न दिएन। यही हिमालयले संसारको नजरमा नेपाललाई अमूल्य बनायो। तर यही हिमालयले नेपाललाई संसारबाट टाढा पनि राख्यो। त्यसैले आजको प्रश्न हिमालयको होइन, नेपालको परिवर्तित इतिहासको कथाको हो। आखिर हिमालयले नेपालको इतिहासलाई कसरी बदल्यो? हिमाल हामी मध्ये धेरैको लागि यो गर्वको प्रतीक हो। नेपालमा विश्वकै अग्ला हिमालहरू छन्। सगरमाथाको देश नेपाल हो। हिमालय र पहाडका कारण नेपालमा सुन्दर दृश्यहरू छन्। नेपालमा पर्यटकहरू घुम्न मिल्ने रमणीय वातावरण छ। तर हिमालयको सबैभन्दा ठुलो प्रभाव यति मात्र थिएन। हजारौं वर्षसम्म हिमालय एउटा विशाल प्राकृतिक पर्खाल जस्तै थियो। यसले भारतीय उपमहाद्वीप र तिब्बत पठारलाई छुट्यायो। मानिसहरू नेपालमा विशाल पहाड क्रस गरेर तिब्बततिरबाट आउँथे। व्यापार हुन्थ्यो, सांस्कृतिक आदान प्रदान हुन्थ्यो। तर ठुला ग्रुपमा रहेका सेनाहरूका लागि यो बाटो कहिल्यै सजिलो थिएन। हिमालले नेपाललाई सुरक्षित हुन मद्दत गर्यो। तर नेपाललाई जोगाएको श्रेय हिमालयलाई मात्र दिन मिल्दैन। युद्ध थियो, नेतृत्व थियो र इतिहासका निर्णयहरू पनि थिए। तर एउटा कुरा भने स्पष्ट छ, यदि हिमालय नै हुँदैन थियो भने नेपालको इतिहास आजको जस्तो हुने सम्भावना एकदम कम थियो। तर कुनै पनि पर्खालले बाहिरबाट जोगाउँछ भने त्यसले भित्रबाट पनि सीमित बनाइदिन्छ। यही हिमालयले नेपाललाई सुरक्षित बनायो। तर यही हिमालयले संसारसँग जोडिन पनि कठिन बनाइदियो। तर यो त कथाको सुरुवात मात्र हो। किनकि हजारौं वर्षसम्म हिमालय उही थियो। तर संसार बदलियो र संसार बदलिँदा हिमालयको अर्थ पनि बदलियो। त्यसपछि नेपाल एउटा पहाडी देश मात्र रहेन, विश्वका दुई ठुला शक्ति बीच रहेको रणनीतिक भूमि बन्यो। तर हरेक पर्खालको एउटा मूल्य हुन्छ। हिमालयले नेपाललाई जोगायो। तर त्यही हिमालयले नेपाललाई संसारसँग जोडिन पनि कठिन बनायो। कल्पना गर्नुहोस्, आज तपाईँ काठमाडौँबाट पोखरा केही घन्टामै पुग्नुहुन्छ। तर केही सय वर्ष अघि त्यही यात्रा हप्तौँसम्म चल्न सक्थ्यो। हिमालय केवल सिमाना थिएन, त्यो यात्रा व्यापार र सम्पर्कको गति निर्धारण गर्ने भूगोल थियो। जब संसार समुद्रबाट व्यापार गरेर धनी बन्दै थियो, नेपाल भने अझै पहाड पार गर्ने बाटो खोज्दै थियो। यो नेपालको कमजोरी थिएन, यो नेपालको भूगोल थियो। यस्तो भूगोलमा सडक बनाउन गाह्रो, रेल मार्ग बनाउन अझै गाह्रो, ठुलो उद्योग
स्थापना गर्नु धेरै महँगो, देशभित्र सामानहरू ओसार्न कठिन, अर्थात् जसले नेपाललाई सुरक्षित बनायो त्यही भूगोलले विकासलाई पनि चुनौती दियो। तर यही नै कथाको अन्त्य होइन, किनकि 20औं शताब्दीमा एउटा यस्तो घटना भयो जसले हिमालयलाई पहाडबाट राजनीति बनाइदियो र त्यसपछि नेपालको स्थान विश्वको नजरमा फेरि बदलियो। हजारौं वर्षसम्म हिमालयको अर्थ प्राय एउटै थियो, प्राकृतिक सीमा, प्राकृतिक सुरक्षा। तर सन् 1950 मा एउटा घटना भयो जसले हिमालयको अर्थ नै बदलिदियो। चीनले तिब्बतमाथि आफ्नो नियन्त्रण स्थापित गर्यो। त्यसअघि नेपालको उत्तरतर्फ तिब्बत थियो, त्यसपछि नेपालको उत्तरतर्फ सिधै चीन आयो। यो केवल नक्साको परिवर्तन थिएन, यो सम्पूर्ण दक्षिण एसियाको रणनीतिक सन्तुलन बदलिने सुरुवात थियो। भारतका लागि हिमालय अब केवल पहाड रहेन, यो सुरक्षा रेखा बन्यो र 1962 को भारत चीन युद्धपछि यो सोच अझ बलियो बन्यो। अब भारतले नेपाललाई केवल छिमेकी देशका रूपमा मात्र हेर्न सक्दैनथ्यो। नेपालको भूगोल भारतको सुरक्षासँग प्रत्यक्ष जोडिन थाल्यो। तर भारत मात्र होइन, चीनका लागि पनि नेपालको अर्थ बदलिँदै गयो, किनकि नेपाल अब दुई एसियाली शक्तिका बीचमा रहेको एउटा सामान्य पहाडी देश थिएन, यो रणनीतिक भूमि बनिसकेको थियो र त्यसपछि विश्वका अरू शक्तिहरूले पनि नेपाललाई नयाँ नजरले हेर्न थाले। अमेरिकाले नयाँ नजरका साथ नेपाललाई हेर्न थाल्यो। युरोपियन देशहरूले नेपाललाई फरक ढङ्गले हेर्न थाले। अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिवर्तन हुँदै गयो। अब प्रश्न हिमालय कति अग्लो छ भन्ने थिएन, प्रश्न थियो हिमालयको छायामा रहेको नेपाल कति महत्त्वपूर्ण छ। तर यदि तपाईलाई लागिरहेको छ कि विश्वले हिमालयको कारणले नेपाललाई महत्त्व दिएको हो, कुरा त्यति सरल छैन, किनकि हिमालय त हजारौं वर्षदेखि यही थियो। बदलिएको कुरा हिमालय होइन, बदलिएको कुरा त संसार थियो। शक्ति सन्तुलन बदलियो, व्यापारका मार्ग बदलिए, सुरक्षाका चिन्ता बदलिए र त्यही सँगै नेपालको अर्थ पनि बदलियो। आज भारतको लागि नेपाल एउटा छिमेकी मात्र होइन, उत्तरतर्फको सुरक्षा रणनीतिको महत्त्वपूर्ण भाग पनि हो। चीनका लागि नेपाल दक्षिण एसियासँग जोडिने एउटा संवेदनशील छिमेकी हो। अमेरिकाका लागि नेपाल एउटा यस्तो देश हो जसको स्थिरता र क्षेत्रीय सन्तुलन दुवै महत्त्वपूर्ण मानिन्छ। ध्यान दिनुहोस्, यी तीनवटा देशहरू भारत, चीन र अमेरिकाको उद्देश्य एउटै होइन, तर तीनै देशको एउटा समानता छ। तीनै देशहरूले नेपाललाई बेवास्ता गर्न सक्दैनन् र यसको एउटा कारण हिमालय पनि हो। तर त्यति मात्र होइन, नेपालको स्थान, नेपालको राजनीति, नेपालको स्थिरता र नेपालले गर्ने निर्णयहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन्। त्यसैले
अब अन्तिम प्रश्न बाँकी छ। आखिर हिमालयले नेपालको इतिहास कसरी बदल्यो? अब सुरुमा सोधिएको प्रश्नमा फर्कौं। हिमालयले नेपालको इतिहास कसरी बदल्यो? सायद हामीले सुरुमा सोधेका प्रश्न नै अधुरो थियो, किनकि हिमालयले नेपालको इतिहास एक्लैले लेखेन। तर नेपालको इतिहासको कथा हिमालय बिनाको कल्पना पनि गर्न मिल्दैन। हिमालयले नेपाललाई एउटा अवसर दियो र चुनौती पनि दियो। यसले नेपाललाई सुरक्षा दियो, तर यही भूगोलले विकासलाई कठिन पनि बनाइदियो। यसले नेपाललाई विश्वका व्यक्तिहरूका लागि महत्त्वपूर्ण बनायो। तर महत्त्वपूर्ण हुनु र सफल हुनु एउटै कुरा होइन। भूगोलले अवसर दिन सक्छ, भूगोलले सिमाना पनि बनाउन सक्छ, तर त्यस अवसरलाई भविष्यमा बदल्ने काम देशले आफै गर्नुपर्छ। संसारमा यस्ता धेरै देशहरू छन् जसले कठिन भूगोल हुँदाहुँदै पनि प्रगति गरेका छन्, र यस्ता देशहरू पनि छन् जोसँग उत्कृष्ट भूगोल भएर पनि अवसर गुमाएका छन्। अर्थात् हिमालयले नेपालको कथा सुरु गर्यो, तर नेपालको अन्तिम अध्याय हिमालयले होइन, हामीले लेख्ने छौँ। सायद त्यसैले प्रश्न हिमालयले नेपालको इतिहास कसरी बदल्यो भन्दा पनि ठुलो प्रश्न यो हो, अब नेपाल आफ्नो इतिहास आफै बदल्न सक्छ कि सक्दैन? किनकि इतिहासले अवसर दिन्छ, तर सही निर्णयले देशलाई समृद्धिमा पुर्याउँछ।